फाइनल्ली आइपुग्यो गाइस कलारा पोखराको उसमा सर्लक्क लाएर आइसक्यो हामी सर्लक्क लाएर फाइनली हामी आइसक्यौँ है यहाँनिर उसमा पोखराको यो फेवातालको उसमा आइसक्यौँ हामी सडर लाएर यो चाहिँ गेट हो यस्तो रहेछ फाइनल्ली हामी डुङ्गा चढ्न आइरह्यो है चढिसक्यौँ मलाई त्यस्तो देखिया छ हैन पानी ल है फाइनल्ली हामी गइरहेको छ पानी डुङ्गामा ओ कति राम्रो ओ कस्तो लागिरहेछ कस्तो फिल भइरहेछ ल भन्नु त भन्नु कस्तो फिल भइरहेछ ओ माई गड ल हेर्नु गाइज आमा यति बिहानै पनि हो हामी ठ्याक्कै 8:30 भयो 8:30 मा पनि कति प्याक वाउ कति राम्रो पानी धेरै मजा आइछ धेरै राम्रोसँग घुमाइदिनु ल दाइ हामी फर्स्ट टाइम हो के यहाँको त्यही भएर ल हाम्रोमा दाइ हुनुहुन्छ सर्लक्क लाएर उतापट्टि ओ दाइ यहाँ यस्तो डर पो लाग्यो त मलाई त लचक 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 हुँदो रहेछ यसलाई देखाउनु रे भाइ छ दिपसान कस्तो छ र डर लाग्छ छैन ओके कत्रो माई गड ल हेर्नु गाइज सारा पोखराको फेवाताल खोइ के छुट्यो माया जाल भन्दै त्यस्तै के ल गाइज हामी त फनाना घुमिसकेर यस्तरी त्यो मन्दिर छेउछेउमा आइपुग्नु लागिसक्यौँ है मन्दिर यता छ हेर्नु मन्दिर दिनसम्म यो पो खतरा कुदो त यार डर लाग्छ छैन हल्का हल्का लाग्छ डर ओ पानी पानी वाउ क्या मजा आइरहेछ मलाई त तर हल्का पानी चाहिँ गनाउँदो रहेछ है यो लिउ चारो ए हुन्छ वाउ सूर्यको किरण त्यता हल्का देखिरहेछ गाइज ल हेर्नु कति राम्रो छ हेर्नु त मन्दिर पनि सर्लक्क आइसक्यो मन्दिरको यो बार हो यो चाहिँ आँपहरू पनि रहेछ यहाँनिर सर्लक्क लाएर उयो त्यस्तो छ गाइज माथि कुम्ली बजार रे ल हेर्नु कति राम्रो छ बाफ्रे दाइ अलि यताबाट लिएर जानु न अलि यताबाट लिएर जानु न यता हो यताबाट हजुर डर लाग्दैन हो लाग्दैन भन्दा नि यहाँ यता सर्ट पर्छ नि त जान्नलाई बाटो अनि त्यही भएर चाहिँ भने हो के ऊ माछा आइसक्यो होइन ल दामी छ है दामी छ दामी छ गाइज ल हेर्नु पोखराको फेवाताल छुट्यो माया जाल भन्दै हिँड्दै अब सर्लक्क लाएर मन्दिर है हेर्नु त कहीँ छैन हेर्नु न खोलाको छेउमा भगवानको है क्या दामी छ हो दामी छ सर्लक्क लाएर वाउ मलाई धेरै मन पर्यो मजा आइरहेछ दाइ है आनन्द छ एक्लै बिन्दास यो पुरै घुम्न पाउँदैन पुरै घुमेको त्यसमा पाउँछ सिङ्गलमा जता घुमेन वा मजा आउनु त यार ल गाइस सिङ्गल घुम्ने चाहिँ अलिकति हिम्मत आएन कि आँट आएन किनकि मलाई स्विमिङ त्यति आउँदैन नभए त म पनि त्यस्तै हिँड्थेँ क्या सिङ्गलै हिँड्थेँ त्यो त्यतातिर दामी छ यता आउने यता नजिक ल हेर्नुहोस्
धेरै मजा आउँदो रहेछ ल। जे होस् यहाँ आएर यसरी मन्दिर दर्शन गर्ने अनि प्लस यो पोखराको फेवातालमा यसरी डुङ्गा चढ्ने रहर चाहिँ पहिलेदेखि नै थियो। जे भयो नि यहाँ बल्ल पुरा भएको छ। त्यही हो गाइज ल, एकदम राम्रो छ। यहाँ फेरि दाजुभाइहरू पुरा डाँडा छान्दै उ गर्दै बसिरहेको छन्। हेर्नुहोस् पुरा डुङ्गा उ गरिरहेछन्, डुङ्गा टोलीहरू यस्तै लाएर घुमेर सरर यो चाहिँ मन्दिरको एरिया हो गाइज ल। मन्दिर ठ्याक्क हामी अब आइपुग्न लाग्यौँ है। मन्दिरको एरिया आइपुग्न हामी आएको त उति त पारीबाट हो गाइज, पारीबाट हो। फेरि आइरहेको छौँ हामी सर्लक्क लाएर ल। अब चाहिँ मन्दिर टक्रक्कै लाएर आइपुग्न लाग्यो। मन्दिर आइपुग्न लाग्यो, उसले ब्याक गरिसक्यो। अब उता ऊ हामीलाई घुमिसक्यो। अब यहाँबाट सर्ट उता उता जान्छ। त्यो भएपछि सक्यो। डराउनु हुन्न हौ, डराउनु हुन्न। यस्तो पानी त देखेर डराउने होइन नि, त्यस्तो रहेछ ऊ। सर्ट लाएर मन्दिरको इन्ट्री दाइ। नेपालको फ्ल्याग छ त्यो। ओए बाहिर हात कसैले ननिकाल्नु है, अझ चेपिन सक्छ टच भएर, किनकि नजिक नजिक छ नि त डुङ्गाहरू। त्यही भएर अनि यसरी गएको। हात 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 कहाँ राखेको? हात बाहिर नराख्नु भनिरहेको छ ल। सर्लक्क लाएर हामी आइसक्यौँ है मन्दिर ल। फाइनली हामी डुङ्गाबाट अब ओरिसकेको। खोल्दै ज्याकेट। हेलो म्याम, ज्याकेट कसलाई दिने हो ल? ल जम 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 ल, जम माथि होइन अब ल। सिँगे लाएर अब जाने खै त। थोरै थोरै साइड प्लिज, साइड 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 प्लिज, साइड 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 साइड। सर्लक्क लाएर आइसक्यो फाइनल्ली हामी। नेपालको फ्ल्याग छ यता माथि। के मन्दिरमा इन्ट्री भइसक्यो गाइस ल। टोलीहरू आइरहनु भएको छ त्यताबाट ल, सर्लक लाएर। आउनु 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 आउनु। सदिच्छा खै सदिच्छा। हेलो भन। मन्दिर टेम्पल ल ल ल ल आऊ। मन्दिर चाहिँ ठ्याक्कै चाहिँ यहाँ रहेछ मन्दिर चाहिँ। सर्लक्क लाएर जमजम सुहाल्छ। यति धेरै लाइन छ गाइज। हाम्रो टर्न कहिले आउने थाहा छैन गाइजहरू। हाम्रो लाइन यति धेरै छ है। कता हो धेरै टाइम छैन, त्यही भएर हामी बाहिर बाहिर पूजा हामी पानीको बिचमा रहेका छौँ, तसर्थ आफ्नो सामानको सुरक्षा गर्नु र हातको अनुरोध गर्दछौँ। त्यसै गरी तालवारे मन्दिर पूर्ण निर्माण कार्यको लागि जङ्गल त ठुलो छ हौ। कृपया परिवारलाई चामल दिनु होला भन्ने गरेर चाहिँ गाइस मन्दिर भयो। अब यो बिन्दासी मन्दिर, तालवारे मन्दिर, के मन्दिर हो जसरी गर्ने हो गाइस। सर्लक्क लाएर लुगाम फोर लाग्छ, लुगाम फोर लाग्छ। चापाती चापाती के को रुख होला है यो चाहिँ? नाइजु के को रुख हो? रोहे चिन्ने न हो यो चाहिँ। छैन। धुप बाल्न रेडी हो गाइस। अब धुप बाल्नलाई अब रेडी हो। बाहिर बाहिर दर्शन